स्टारबक्स खोज्दैछ हामीलाई भिडियोमा मान्छे हरायो आफ्नै त्यो हराउनु भयो क्या निद्रा लाग्यो मान्छेलाई वेलकम छ सबैजनालाई हेलो हामी कहाँ आइपुग्यो मैले नानीलाई सोधेको थिएँ अनि ऊ पनि ठ्याक्कै माथिसम्म रोडमा आएपछि आइरहेको छ हामी बिहान 5 बजे नै उठेर हिँडेका थियौँ 6:30 बजे स्वयम्भू चोकबाट गाडी चढेको ट्याक्सी चढेको तर फेरि भिडभाड भएको कारणले गर्दाखेरि बिचै बाटोबाट उकालो हिँड्नु पर्यो अनि उकालो हिँडिसकेपछि चाहिँ पसिना पसिना नै भइराखेको छ अनि बच्चाहरूसँग यसो जिस्किँदै अगाडि हिँडिरहेछौँ शनिबार भएको कारणले गर्दाखेरि अति नै भिडभाड ल बाबा पनि आइपुगेछ है न यति भिडभाडमा हामी गुम्बाभित्र छिर्यौँ ल मजाले घुमे हुन्छ व्हाइट गुम्बा कति घुम्ने भिडभाडमा ल अब घुम्नु न वहाँको चाहिँ विशेष फोटो देखेँ तर को हो चाहिँ चिनिनँ क्या दामी फ्लावर घर नै लानु भयो नि हुन्छ योसँग फोटो खिच्न मन लाग्यो रे ल दामी आयो सबै मौन धारण हो क्या ठुलो मान्छेको हल्का ठिक छ तपाईहरु नझुकिनु भयो हुन्छ यो चाहिँ मेरो सोल्टीको छोरीहरु हो र एकछिन फोटो सेसन हुँदै थियो अरूको चाहिँ त्यही भएर म सोल्टीको छोरीहरुसँग खेल्दै थिए जिस्काइरहेको थिए हामी कहाँ आइपुग्यौं कस्तो भयो भनिरहेको थिए तर ठ्याक्कै त्यतिखेर चाहिँ माइक मेरो फोनको माइक बिग्रेछ त्यही भएर साउन्ड आएन अनि पछि रेकर्डिङ गरेर हालेको यो चाहिँ वहाँ चाहिँ मैले अघि एकजना सोधेको थिएँ यो गुम्बाको मेन गुरुको आमा हुनुहुन्छ अरे टिकटकमा बिजी हामी अब ग्रुप हौं एउटा ग्रुप पुरै हुनु रहेछ
गुम्बा घुम्न आउने नि त धेरै समय बाँकी छैन है अब 2-3 दिन हो के भन्नु पाइन्छ भयो हामी चाहिँ व्हाइट गुम्बा घुमेर व्हाइट गुम्बाको पछाडि साइडबाट इचङ्गु नारायण हुँदै फुलहरू हेर्दै फर्किने सोचमा छौँ दुईजना नानीहरू टायर्ड भोक लाग्यो चाउचा खाँदैछ हामीलाई दिएन है अब के गर्ने के भन्ने काकालाई भोक लागेको अवस्था नखानेमा पानी छैन बन्द पिरो अङ्कलले चटपटे दिन रे ल अघि नै त्यो चौचासँग मिसो है हल्ला है ल खै अलिक मजाले फलाउ न बुचोकबाट सिधै आउन चाहिँ भिडभाड भएको कारणले गर्दाखेरि इचङ्गु नारायण हुँदै यो बाटो यो पानी परेर सायद सबैलाई थाहा होला यो बाटो सबै पठाउ राइडहरू रहेछ व्हाइट गुम्बा आउनको लागि चाहिँ नत्र भए पर्सनल भेहिकलहरू आउनुभयो भने चाहिँ यो बाटो अलिकति राम्रो छ है सब व्हाइट गुम्बा आउनेहरू कस्तो दुरा त पानी पऱ्यो नि यहाँ चाहिँ बाटो अलिक खराब रहेछ क्यु मान्छे भिड भएर अलिकति गाह्रो भयो नत्र भए त एकदम रमाइलो छ है गुम्बा चाहिँ पुग्नु हो यहाँ चाहिँ बाटो खराब रहेछ पानी परेको बेलामा चाहिँ डेन्जरै हो रहेछ है अर्को बाटो छोटो हो तर भिडभाड भनेर यताबाट आएको यताबाट झन् अप्ठ्यारोमा परेछ सबैजना मिठो रहेछ चिसो पानी
समाउ ल यता समाउ नभाग्दो रहेछ चङ्गु नारायण मन्दिर भन्दा मुनितिरको यो चाहिँ फुल खेती गर्ने ठाउँ हो यहाँ चाहिँ टन्न फुल खेती गर्नुहुन्छ यहाँबाट नजिकै देखिन्छ व्हाइट गुम्बा यही छ व्हाइट गुम्बा यही हो तर जाने चाहिँ यता यो बाटोबाट यस्तो माथि कर्नरबाट घुमेर जाने हो तर 2-4 जना मान्छेहरू चाहिँ 2-4 जना धेरै छ रहेछ यहाँ कुनामा बाइक राखेर सिधै उकालो जानुभएछ सर्टकट बाटो थाहा हुनेहरूलाई थ्याङ्क यू सो मच यहाँसम्म भिडियो हेरिदिनु भएकोमा अब लागौँ व्हाइट गुम्बाको केही रमाइलो दृश्यहरू त